यहाँ चाहिँ मान्छे जलाउँछ तिनीहरू हिजो अस्ति जलाएको छ क्या गाडी जलाएको छ मरेको मान्छेको कोइलाको टी बोलाउने पनि सन्चो हुन्छ कि त्यहाँ गाँठे होइन कि ढुसुट आउँछ र बहिनी गाडी मान्छेको पनि सेतो छ गाडी यहाँ त एकदमैसँग डराउनु दिन्छ क्या गाँठे सो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग आयो सबैजना सन्चै हुनुहुन्छ होला म पनि फिटाइन्छ खाइन्छु अनि आजको भ्लग चाहिँ मैले रातिको 11 बजी सुरु गरेको छु 11 बजी भन्दा पनि 11:30 बजी 12 बज्न लागिसक्यो अनि आजको भ्लग चाहिँ मैले यति राति सुरु गर्नुको कारण चाहिँ के हो भनेपछि अस्तिको मैले मूलमा एउटा भिडियो बनाएको थिएँ अनि जुन भिडियोमा चाहिँ धेरैले के भन्नुभएको थियो भनेपछि जहाँ अब मूलमा गएर भिडियो बनाएर यति धेरै डराउँछ अरे मूलमा डराउन दिएको थियो घारीभित्र घुसिछु मूलमा डराउनु दिएको थिएँ अनि मूलमा डराउनु दिइसकेपछि चाहिँ मैले चाहिँ अब म डराउनु त यत्रै पनि डराउन्न म कहिले पनि है भूसँग अनि त्यही भएर चाहिँ उहाँहरूले चाहिँ सक्सेस भने मसान घाटमा गएर गराएर देखा भन्नुभएको थियो अनि म चाहिँ आज त्यही भएर चाहिँ मसान घाटमा बनाउन आएको छु अनि कस्तो हुन्छ मसान घाटमा चाहिँ म माथि मसान घाट चाहिँ माथि छ अनि म चाहिँ जाँदैछु अहिले त्यता मसान घाटतिर जाँदैछु अनि त्यहाँ चाहिँ डराउनु दिन्छ कि नै अहिले चाहिँ रातिको 11 बजिसक्यो हेर्नु मसँग अर्को फोन पनि छ अनि अहिले चाहिँ रातिको 11:35 भइसक्यो अनि म चाहिँ मसान घाटतिर जाँदैछु अनि माथि चाहिँ के हुन्छ म तपाईँहरूलाई देखाउँछु हेरेर सपोर्ट दिनु होला राति 11 बजिसक्यो डर पनि लाग्यो अनि झ्यापझुप कोही भूत त आएन पछाडि आएन कोही पनि आएन अनि अघि पनि कोही छैन अनि घर पनि माथि पुरै सुनसान छ बगरे पुरै सुनसान छ अनि म छु यता अनि यता अघि केटाहरू पनि कोही छैन सबै केटाहरू चाहिँ आज गाहान अनि म पछि यता अघि छु अनि यता म भइसकेको छु त्यही हो तपाईँहरूले लाइक सब्सक्राइब कमेन्टहरू गरिदिनु होला अनि म चाहिँ माथि मसान घाटमा गएर देखाउँछु के हुन्छ अनि त्यही हो पछाडि हिँड्या छ गाडी कोही पनि छैन अनि ख्यासरी को हिँड्या जस्तो आवाज आहा अनि त्यही हो म चाहिँ माथि गएर चाहिँ भिडियो बनाउँछु मसान घाटमा गएर तपाईँले हेरेर साथ सपोर्ट दिनुलाई गाइज त्यही भन्न चाहन्छु हेरेर सपोर्ट दिनु को गाडी के भन्छ त्यही हो गाइज हेरेर सपोर्ट दिनु म माथि मसान घाटमा गएर बनाउँछु ल गाइज त्यही हो म चाहिँ फाइनली मसान घाटमा आइसकेँ मसान घाटमा चाहिँ यता मान्छे छन् कि भन्ने चाहिँ कोही पनि छैन यो चाहिँ हाम्रो के भनेपछि मोरे मान्छे ल्याएर राख्ने ठाउँ हो अनि उता चाहिँ हाम्रो त्यो मसान घाटको पर्चेला है मान्छेहरू कोही बिरामी ल्याएर आए बेलामा पानी सानी आयो भने चाहिँ त्यहाँ बस्छ अनि म चाहिँ यता छु अनि एक्लै राति आउँदा चाहिँ डर त यत्र डर लाग्ने हो क्या म यत्रै पनि डराउन्न अनि यता चाहिँ हाम्रो मान्छे जलाउने ठाउँ पनि छ अनि अहिले चाहिँ फेरि क्या हो अनि म चाहिँ अहिले मसान घाटमा जान लाग्छु त्यही हो यो हाम्रो चाहिँ मसान घाट यहाँ चाहिँ यो नि दाउरा साउरा राखेको रहेछ क्यामेरा के भयो फेरि अनि त्यही हो म चाहिँ मसान घाटमा आउँछु यहाँ चाहिँ चित्र बनाएर रहेछ के को चित्र हो ए यहाँ के लेखेको छ माथि लेखेको छ अनि कोही पनि छैन गाइस म फाइनली मसान घाटमा आइसकेँ डर चाहिँ लाग्दैन मलाई होइन भुतसुत बात छैन हामीलाई भुतसुत डराउने कामै छैन यहाँ चाहिँ माटो नि कालो अँगारले केरेर रहेछ कि पुरै खोइ माटो म मान्छे मर्यो अब यो केरमा त के रहेछ के लेखेको छ यहाँ बुझ्नै नसकिनु त्यही हो गाइस म फाइनल चाहिँ मसान घाटमा आइसकेँ तपाईँको लाइक सब्सक्राइब सेयर गरिदिनु होला अनि यहाँ चाहिँ के को चित्र बनाएर रहेछ के हो गाडी यस्तो डर लाग्दो अनि यो चाहिँ मान्छे मर्या मान्छेको के नाम लेखेका छन् मर्या मान्छे हो कि यो बनाउँदाखेरि दान दिने मान्छेहरू हो अनि हामी चाहिँ मान्छे जलाया कोइलाहरू पनि अझै पनि यही रहेछ त्यही हो गाइस म चाहिँ फाइनली मसान घाट आइसकेँ
कहिले खस्याङ त पारेको थियो तर मसन घाट चाहिँ होइन भुसुत केही छैन। के हो भाइ यो भाइ हो हान्दैन तन्काएर मरेको मान्छेलाई आएर तर्साउने के खाने बिल्ला भएन भाइ। त्यही गाइस लाइक सेयर गरौँ, सबैले साथ सपोर्ट दिउँ होइन, अघि बढौँ यही भन्न चाहन्छु। म फाइनली 11 बजे मसान घाटमा आएर पुरा गरिसकेको छु, तपाईँले साथ दिनु ल गाइस। हेर्नु मसान घाटमा चाहिँ म आइसकेको छु रातिको 11 बजे। यहाँ चाहिँ मान्छे जलाउँछ, यिनीहरू हिजो अस्ति जला रहेछ क्या गाडी जला रहेछ। मरेको मान्छेको कोइलाको टिको लाउने भने सन्चो हुन्छ कि क्या हो गाँठे होइन, कि भुसुत आउँछ र नि गाडी मान्छेको पनि सेतो छ है गाडी। यहाँ त एकदमैसँग डढाउनु दिन्छ क्या हो गाँठे। तर म डढाउन नआएको भाइभूत, यो भाइभूत तन्काएर मरेको मान्छे। उता चाहिँ खोलो छ नदी, अनि यता चाहिँ म छु, अनि यता चाहिँ मान्छे जलाएको ठाउँ मसान घाटमा आइसकेको छु म होइन। सबैले लाइक सब्सक्राइब सेयर गरिदिउँ, माला अघि बढाउँ अनि यही भन्न चाहन्छु। म बाँकी भ्लग चाहिँ म अर्कोतिर हालिराख्छु, तपाईँहरूले साथ सपोर्ट दिनु ल। मसान घाटमा म फाइनली आइसकेँ, तपाईँको साथ सपोर्टले गर्दा म अघि बढ्न चाहन्छु। तपाईँहरूको च्यालेन्जले गर्दा म मसान घाटसम्म पनि आएँ, तर सबैले साथ सपोर्ट गरिदिनु होला होइन। डर भन्ने त कुरै छैन कि रातिको 12 बजे यहाँ जलाउने ठाउँ, यहाँ जलाउँछन् पुरै मान्छेहरू। तपाईँहरूले पत्ताउनुहुन्न होला, यो दाउरा हिजो अस्ति हो कोहीले जलाउने रे, दाउरा चाहिँ हेरेछ। अनि कोइला छोया त हात पनि च्याप लाग्यो। अनि त्यही हो गाइस, तब सबैले सेयर सपोर्ट गरिदिनु होला, त्यही भन्न चाहन्छु म। त्यही हो, सेयर सपोर्ट चाहिँ गरिराखौँ।